Okay, thank you so much, sir. And सबैजनालाई आशा छ सबैजनाले अहिलेसम्मको डिस्कसनमा धेरै कुरा सिक्नु भएको छ है। र तपाईहरुलाई मैले पनि केही सिकाउन गइरहेको छु। सबैजनाले अत्यन्तै सुनेर साथ चाहिँ दिनु होला र सिक्न चाहिँ अत्यन्तै इम्पोर्टेन्ट छ है। सुन्नु भन्दा पनि धेरै चाहिँ के गर्ने, सिक्ने काम गर्नु होला। र बाँकी मेरो आई कन्ट्याक्ट सबैसँग रहन्छ। चस्मा लाएर हैन, कालो चस्मा लाएर आँखा लुकाउने काम नगर्नु होला। सिक्नु आफ्नो लागि नै हो। सिकेपछि अगाडि बढ्ने यो कुरालाई अत्यन्तै ध्यान दिनु होला। तयार हुनुहुन्छ? यस सर। एक्साइटेड? यस सर। र विषय छ हाउ टु टेक बिग प्रमोसन। विषय छ हाउ टु टेक बिग प्रमोसन्स। किनकि यो प्रमोसन भन्ने शब्द छ नि, यो प्रमोसन भन्ने शब्द अत्यन्तै स्पेशल शब्द हो। किनकि हामीले पढ्छौँ हैन, अनि हामी कलेज जान्छौँ, हामी अभ्यास गर्छौँ, हामीले प्र्याक्टिस गर्छौँ, हामी कुनै युनिभर्सिटी जान्छौँ अथवा विदेश जान्छौँ या हामी मेहनत गर्छौँ। यो सबै कुरा गर्नुको पछाडिको हाम्रो अत्यन्तै ठुलो सपना भनेकै के हो? हाम्रो प्रमोसन हो। जस्तै त्यो प्रमोसनको मुनि अलिकति तपाईँले हेर्नुभयो भने तपाईँ त्यहाँ देख्नुहुन्छ। हेर्नुहोस् के लेखेको छ, थोरै पढ्नुहोस् सबैजनाले। अझै आवाज आएन, सबैको आवाज आएन। प्रमोसन किन स्पेशल हुन्छ भन्दाखेरि प्रमोसन यही नै हो है। तल भएको मान्छे माथि जानु हैन, जस्तै स्मल मान्छे बिगर हुनु है, जस्तै लोवरमा भएको मान्छे हायर जानु, पुअर रिचर हुनु भनेको चेन्जेस हुनु, परिवर्तन हुनु, रिभोल्युसन हुनु भनेको के हो? प्रमोसन हो। र यो सबैको चाहना हो, यो सबैको इच्छा हो हैन, यो सबैको सपना हो। र तपाईलाई आज मैले यस टपिकलाई किन स्पेशल भने भन्दाखेरि यही प्रमोसन जो स्पेशल छ हाम्रो लाइफमा राइट, त्यसका लागि 10 वटा वेहरू के गर्यो भने चाहिँ हामी के गर्न सक्छौँ, जिन्दगीमा अझ धेरै रिभोल्युसन गर्न सक्छौँ, धेरै परिवर्तन गर्न सक्छौँ। जहाँ छौँ यहाँभन्दा अझै हामी अगाडि कसरी बढ्न सक्छौँ भन्ने कुरामा चाहिँ 10 वटा वेहरू तपाईँलाई म सिकाउन गइरहेको छु। र एकदम तपाईँ सबैजनाले ध्यान दिएर हेर्नु होला। जस्तै फर्स्टमा छ के लेखेको छ, बी एक्सेप्सनल भनेको छ। फर्स्टमा के लेखेको छ भन्नुहोस् त, वे नम्बर 1 बी एक्सेप्सनल। जस्तै यसलाई नेपालीमा मैले भन्यो भने के हुनु पर्यो भने हामी चाहिँ अलिकति हामी के हुनु पर्यो भन्दाखेरि असाधारण हुनु पर्यो। के हुनु पर्यो? हामी अलिकति असाधारण। अब असाधारण भनेको यो होइन कि हामी के हुनुपर्छ भने अब 2टा हातको ठाउँमा 4वटा हात हुनुपर्छ भन्ने होइन। अब म सानो स्कुलमा पढेछु, म ठुलै स्कुलमा पढेर असाधारण मान्छे बन्नुपर्छ भन्ने कुरा होइन है। तर अगर हामीले जिन्दगीमा प्रमोसन लिनु छ भने के गर्नुपर्छ भने एक्सेप्सनल चाहिँ बन्नुपर्छ। अब एक्सेप्सनल कुन रूपमा बन्नु पर्यो भन्दाखेरि जो कुरा हाम्रो लाइफमा के छ एकदम सम्भव छ। जस्तै सम्भव के छ भन्दाखेरि जस्तै त्यही मैले चाहिँ हेर्नुहोस् त, जस्तै 1 टाइम्स फेल हुनु नर्मल हो हैन, तर के भनेको छ 979 पटक मतलब के छ लगाएर फेरि उठ्ने कोसिस गर्नु त फेरि के हो? दिस इज द एक्सेप्सनल हो के। वी क्यान डु इट के। किनकि म अहिले धनी हुन सक्दिनँ, अहिले म ठुलो बन्न सक्दिनँ, अहिले म के छ भने क्याम्ब्रिज युनिभर्सिटीमा गएर पढ्न त सक्दिनँ, तर राइट त्यो एटिट्युड त म बनाउन सक्छु, त्यो डिसिप्लिन त म बनाउन सक्छु हैन, त्यो खालको विल पावर त म बनाउन सक्छु। भनेको मतलब जो कुराहरुमा हाम्रो लाइफमा सम्भव छ, जो कुरामा मसँग त्यो सम्भव छ, त्यो जो कुराको मसँग एसेट छ राइट, त्यो कुरामा हामी के हुनु पर्यो? सबसे पहिला एक्सेप्सनल हुनु पर्छ। एक्सेप्सनल हुनु पर्यो। जस्तै त्यहाँ 2 टाइम्स प्र्याक्टिस गर्नु, 1 टाइम्स प्र्याक्टिस गर्नु, 1 दिन मोटिभेट हुनु, 2 दिन मोटिभेट हुनु त्यो कमन कुरा हो। तर ब्रुस ली जस्तै 10,000 पटक प्र्याक्टिस गर्नु यो चाहिँ एक्सेप्सनल हो के हैन। 1 दिन मोटिभेट हुनु त्यो सामान्य कुरा हो राइट, तर हरेक टाइम मोटिभेट हुनु चाहिँ के त्यो चाहिँ अलिकति एक्सेप्सनल हो के। कोही लिडरले भन्दै हुन्थ्यो के छ भने मेरो राम्रो समय हुँदाखेरि मैले सेलिब्रेसन गर्नु त त्यो त सामान्य हो नि त हैन, तर के छ हाम्रो अत्यन्तै पेनफुल समयमा, खराब समयमा चाहिँ के छ आफूलाई मोटिभेट गर्न सक्नु चाहिँ के हो? यो एक्सेप्सनल हो के। लाइफमा तपाईलाई प्रगति गर्नु छ भने हामीले के गर्नु पर्यो भने अलिकति एक्सेप्सनल बन्नु सिक्नु पर्छ। हेर्नुस् जो हेर्दाखेरि असम्भव छ राइट, समस्याको बीचमा बसेर हाँस्नु त असम्भव छ नि, तर प्रगति गर्नको लागि त्यही चिज चाहिन्छ, अगाडि बढ्नको लागि त्यही चिज चाहिन्छ, प्रमोसन गर्नको लागि त्यही चिज चाहिन्छ। द्याट इज द एक्सेप्सनल के। त्यही भएर लाइफमा तपाईलाई प्रगति गर्नु छ भने सबसे पहिलो वे भनेको हामी सबैजना युवाहरूले मेन्टेन गर्नुपर्ने कुरा के हो? बी एक्सेप्सनल। अलिकति असाधारण बन्नुहोस्। अरू सामान्य मान्छे जो नङ भाँचिँदा रुन्छन् नि हैन, हो कि हैन? हो कि हैन? सामान्य मान्छे के गर्नै परेन के अरे नङ भाँचिँदा रुने। अघि कसले कुरा गरिरहेको थियो, फोन रिसिभ नहुँदा के गर्ने अरे? यस्ता मान्छे त दुनियाँमा चोकमा गल्लीमा तपाईँ भने नि बरु फोरको डङ्गुर जति भेट्नुहुन्न के। तपाईँ के भेट्नुहुन्न रे? फेरि भन्नुहोस् त, फोरको डङ्गुर यति भेट्नुहुन्न तपाईँ। यस्ता मान्छे कतै भेट्नुहुन्छ हेर्नुहोस्।
यस्तो सामान्य मान्छे नबनिदिनुहोस् प्लिज। प्रगति गर्नु छ तपाईँलाई, प्रमोसन लिनु छ तपाईँलाई भने अलिकति एक्सेप्सनल मान्छे बनिनुहोस्। 10 डिग्री सेल्सियस 15 डिग्री सेल्सियसमा पक्लिने मान्छे तपाईँ धेरै भेट्नुहुन्छ नि होइन, तर 40 डिग्री सेल्सियस र 50 डिग्रीको सेल्सियसमा मेहनत गर्ने मान्छे तपाईँ एक्सेप्सनल थोरै भेट्नुहुन्छ नि। एक्सेप्सनल, पहिलो नम्बर वर्ड एक्सेप्सनल।